नमस्कार, पेसाले म एक कृषक। विगत 4-5 वर्षदेखि निरन्तर व्यावसायिक रूपमा कृषि कर्म गर्दै आइरहेको छु र यो कृषि कर्म गर्दै गर्दा चाहिँ उत्पादन लागत बढ्नु नै मुख्य चुनौतीको रूपमा अगाडि आइरहेको छ। मैले उत्पादन लागत घटाउन विभिन्न किसिमको घाँसहरू लगाएको छु र आफ्नै वन पाखामा पाइने स्थानीय घाँस र स्याउलाको पनि भरपुर प्रयोग गरिआएको छु। तर पनि सोचे अनुसार उत्पादन लागत घटाउन सकिरहेको छैन। यो समस्या मेरोमा मात्र छ या तपाईहरुकोमा नि छ? यदि तपाईहरु कोही सफल कृषि व्यवसाय हुनुहुन्छ र यो समस्याको समाधान तपाईहरुसँग भए शेयर गरिदिनु होला, ताकि हामी जस्ता कृषकहरूलाई काम लाग्न सकोस्। धन्यवाद।